आज चाहिँ यहाँ लामा र पुजारी भेट भएको छ यहाँनिर। यो लामा र पुजारीमा चाहिँ शक्ति दाँज एकदमै। यो सिस्नु सबैले हेर्नु, यहाँ सिस्नु एकदमै यो काँडा भएको सिस्नु छ यहाँनिर। अब यो चाहिँ एउटा पनि चिल्यो भनेर आथा भन्नु नपाइने अरे यहाँनिर। फेरि त्यस्तो पावर आज यहाँ सो म अब मागेपछि दिनु पर्यो। अब एउटा दिनै पर्ने छ होइन। म लामालाई एउटा दिन्छु, एउटा पुजारीलाई एउटा दिन्छु। अब कसलाई चाहिँ पोल्छ कसलाई चाहिँ पोल्दैन है त। ल अब यो यता लामालाई एउटा यता पुजारीलाई लु। ओहो पुजारी त गडाम गुडुम पार त अनि। ए त्यस्तो होइन, पुजारी हार्यो, पुजारी हार्यो। यता लामाले त एउटा लामा भनेको लामै हो कि क्या हो? ए पुजारीको भएन, पुजारीको भएन त्यस्तो। त्यो काँडा कुरुक पारेर ऊ यसरी खानु एउटा खानु त लु। त्यो भएन, पुजारी हार्यो। पुजारीको काम छैन लु। हेर्नु त लामाले एउटा खाएको अनि। ल हेर्नु यहाँ त्यो हुँदैन, त्यो हाम्रो भाषा हुँदैन। ल हेर्नु यहाँनिर ल यस्तो पनि मान्छे हुन्छ। हेर्नु त यहाँ है सिस्नु फेरि काँडा हेर्नु न यहाँ। त्यसो भने खसाइदिन्छु, यसैमा खाइदिन्छु। ल लु हेर्नु लु। चलि जाउँ दर्जे। तर यता पुजारीले चाहिँ अलिक नाटक गर्यो यहाँनिर। काँडा कुरुक पारीको यता चाहिँ हो यहाँ ऊ त्यसै छ, अझै छ ऊ काँडै छ। लु यहाँ हेर्नु त लु। अनि शक्ति दाना ल हेर्नु यहाँ अहिले एकछिनमा यहाँ कोइला पनि खाने कुरो हुँदैछ अब सिस्नु पछि। अब यहाँ हेरौँ न यहाँ अब कि हिजोदेखि भात नखाएर भोकै साटो सिस्नु खाएको हो कि यहाँ शक्ति पर्दछन् हो थाहा छैन। शक्ति नै होला खोइ, चिले भन्दैन अनि। ल यहाँ हेर्नु है लामाले चाहिँ के मन्त्र अर्कै जप्दैछ नि फेरि। यो चारवटा हेर्दाखेरि चाहिँ फेरि पाती जस्तो देखिन्छ। अब जब यो काम जान्छ ल पुजारीले पनि खाएकै छ। तर पुजारीले चाहिँ अघि माडमुड पारिहाल्यो। तर यहाँनिर लामाले चाहिँ अब के विद्या गर्दैछ। अङ्का ल्याउँ त मैले किन मसँग न्यु खोज्छ मेरो सालुले। रे यो कस्तो कामदार छ हेर। भोक्यो भन्दा एकछिनमा खाइदिन्छु।